दिन रात तड़पता हूँ, मिलने को तरसता हूँ। दिन रात तड़पता हूँ, मिलने को तरसता हूँ। बोले मेरा कंगना तेरे बिन सजना नींद नहीं आती। बोले मेरा कंगना तेरे बिन सजना नींद नहीं आती। होके जुदा मुझसे तुझे क्या चैन आता है। दिन रात तड़पता हूँ, मिलने को तरसता हूँ। दिन रात तड़पता हूँ, मिलने को तरसता हूँ। हालेलुया हालेलुया यीशु राजा हालेलुया हालेलुया यीशु राजा को परजा गरौना महिमा यीशुलाई आजा नहीं हालेलुया हालेलुया। ढोलक में ताल है, पायल में छन छन। ओए ढोलक में ताल है, पायल में छन छन। घूंघट में गोरी है, सेहरे में साजन। जहाँ भी ये जाएं, बहारें ही छाएं, ये खुशियाँ ही पाएं। मेरे दिल ने दुआ दी है, मेरे यार की शादी है। मेरे यार की शादी है। ढोलक में ताल है, पायल में छन छन। घूंघट में गोरी है, सेहरे में साजन। जहाँ भी ये जाएं, बहारें ही छाएं, ये खुशियाँ ही पाएं। मेरे दिल ने दुआ दी है, मेरे यार की शादी है। 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 प्रीत मिली मेरे यार को, बड़ी प्यारी जीत मिली मेरे यार को। प्यार मिला प्रीत मिली मेरे यार को, बड़ी प्यारी जीत मिली मेरे यार को। खुश है जो दिल मन महफिल, ओ खुश है जो दिल मन महफिल गीतों से सजाती है। मेरे यार की शादी 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 है।
हार नहीं जीत नहीं जहाँ प्यार है, जिसमें हार जीत हो वो कहाँ प्यार है। हार नहीं जीत नहीं जहाँ प्यार है, जिसमें हार जीत हो वो कहाँ प्यार है। लग जा गले यार मेरे, और लग जा गले यार मेरे, मैंने दिल से सजा दी है। मेरे यार की शादी है, मेरे यार की शादी है, मेरे यार की शादी है, मेरे यार की शादी है। साथी सुन ले बोले जो ये अंगना, ये मन जीवन प्यार के ही रंग में रंगना। हंस देगी तेरी चूड़ी, खनकेंगे कंगना। साथी सुन ले रे, मेरे यार की शादी है, मेरे यार की शादी है, मेरे यार की शादी है, मेरे यार की शादी है। ऐ मेरे मसीहा, ऐ मेरे हमदम, ऐ मेरे मसीहा, ऐ मेरे हमदम। तेरे पास मोहब्बत करके होती ना है कम, तेरे पास मोहब्बत करके। ऐ मेरे हमदम, ऐ मेरे मसीहा, तेरे पास मोहब्बत करके होती ना है। Cara, kacau nak sepahan.
अप्ठ्यारो रूपमा हामीसँग हुन्छ यतिखेर आजको दुलहालाई हामी यतिखेर स्वागत गर्नु दिदीबहिनी तपाईँहरू जतिजना आउनुभएको छ है तपाईँलाई स्वागत छ यतिखेर र विशेष गरी तपाईँहरू आफ्नो यथास्थानमा उठिदिनुहोस् आजको दुलहा राजेश बाबु र यतिखेर दिदीबहिनी तपाईँहरू उठिदिनुहोस् हामी उहाँलाई ताली बजाएर हामी स्वागत गर्नेछौँ अगाडि आइदिनुहोस् भाइ राजेश र उहाँको सहयोगी हुन्छ दिनुहोस् हुन्छ तपाईँहरू बसिदिनुहोस् दिदीबहिनी पास्टर गुरुजीलाई यतिखेर म अगाडि स्टेजमा लिन गर्न चाहन्छु हाम्रो आदरणीय पास्टर गुरुज्यू साथै उहाँको धर्मपत्नी आदरणीय पास्टरले भएका उहाँलाई हामी स्वागत गर्नेछौँ हाम्रो आदरणीय पास्टर दाजु अगाडि आउँदैनुहुन्छ हामी सबैजना ताली बजाउनेछौँ उहाँहरू यताबाट आउँदैनुहुन्छ साथसाथै हाम्रो विजयकालीन आमा मण्डलीका आदरणीय रेभरेन्ड पास्टर गुरुज्यू आदरणीय दाजु राजकुमार दाजुलाई म फेरि पनि स्वागत गर्न चाहन्छु भाउजूलाई पनि म अगाडि बढाउन चाहन्छु उहाँ पनि अगाडि आइदिनुहुनेछ साथसाथै विजयकालीन सालम चर्चका आदरणीय पास्टर दाजु राजबहादुर चौधरी चाहन्छु उहाँहरू पनि अगाडि आइदिनुहुनेछ हामी ताली बजाउनेछौँ उहाँहरू आउँदै गर्दा हामी ताली बजाएर उहाँलाई हामी स्वागत गर्नेछौँ प्रार्थना गर्दछौँ आजको जुन वैवाहिक कार्यक्रमलाई तपाईँको हातमा गर्दछौँ तपाईँको भित्र आत्माद्वारा तपाईँ चलाउनुहोस् सुरुदेखि अन्तिमसम्म तपाईँ हरेक कुरामा गीत भजन कोरस हरेकमा परमेश्वरको कारबन्धनमा हरेक कुरामा तपाईँ सहायतामा तपाईँ गर्नु पनि बिन्ती प्रार्थना गर्दछु विवाह दिने तपाईँको छोरादास अनि परमेश्वरको पिता अनि वचन दिने तपाईँको छ प्रत्येकले तपाईँको हातमा तपाईँ सहायतामा प्रार्थना गर्दछु र जतिजना आउँदै हुनुहुन्छ प्रत्येकको साथमा तपाईँ हुनुहोस् हरेकलाई खतरा जोखिमबाट हरेक परीक्षादेखि तपाईँ जोगाउनुहोस् भने बिन्ती प्रार्थना गर्दछौँ आजको कार्यक्रमलाई तपाईँको हातमा समर्पण गर्दै यसरी छोटो बिन्ती प्रार्थनामा यसको पवित्र मिठो नाममा आमेन हुन्छ हाम्रो आदरणीय पास्टर दाजुलाई धन्यवाद दिनेछौँ भजन नम्बर हामी निकालेर आजको यो विवाह कार्यक्रमलाई हामी अगाडि बढाउनेछौँ हुन्छ यो समयमा हाम्रो जवान कुटुम्बका आदिवासीको जीवन
चाहन्छु हामी ताली बजाउनेछौँ उहाँहरू है हाम्रो माझमा आउँदै हुनुहुन्छ सुरज नेपाली है धनगढबाट आउनुभएको छ त्यसै गरी सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता धनी र गरिब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद। हेर न हेर सृष्टिको सुन्दरता यसलाई बनाउने प्रभुको महानता धनी र गरिब दुवै मिलेर भन्न सक्छन् प्रभु धन्यवाद। हेर न हेर सृष्टिको सुन्दरता
आजको दुलहा र दुलहीलाई स्पेशल उहाँले स्वागत गीत बनाउनु भएको छ। त्यतिखेर म पुनः फेरि स्वागत गर्नेछु। अगाडि आउनुहुनेछ। हुन्छ, हजुर अगाडि आइदिनुहोस्। त्यसै गरी म स्वागतकै क्रममा भएको कारणले यतिखेर म फेरि पुनः स्वागत गर्न चाहन्छु है दुलहापट्टिबाट है हाम्रो दुलहाको बुवा दाजु जगत र उहाँको आमा भाजु हेमन्तलाई म पुनः अगाडि बोलाउन चाहन्छु है। उहाँ दुवैजना अगाडि आइदिनु होला। त्यसै गरी है दुलहीपट्टिबाट है दुलहीको बुवा दाजु बेजे राणा साथसाथै उहाँको धर्मपत्नी अगाडि आइदिनु होला। दाजुतिर आउनुहोस्।
हुन्छ हामी फेरि पनि धन्यवाद सञ्चालन गर्ने भाइलाई अगुवालाई जो कार्यक्रम छ अझै बाँकी सबै तपाईँको हातमा राख्छु पर्यो। विशेष गरी प्रार्थना यही चढाउँछु आजको यो वचनको भागमा गइरहेका छु प्रभु जसमा अगुवाई गर्नुहोस्। बिन्ती प्रार्थना येशू प्रभुको नाममा छ आमेन। हाम्रो सन्डे स्कुलका कोअर्डिनेटर यसमालाई त्यसरी नै इन्डिया जोका अथवा यसै मण्डलीका सहायक पास्टर राजबहादुरज्यूलाई रेभरेन्ड पास्टर आज यो विवाह हुनुभन्दा अगाडि परमेश्वरले मानिसलाई
आफ्नै रूपमा आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभएका कुराहरू हामी धर्मशास्त्र बाइबलबाट थाहा पाउँछन्। त्यसैले म हजुरहरूलाई के भन्न चाहन्छु भनेदेखि किनकि परमेश्वरले उत्पत्ति 1 अध्यायको 26 पदलाई हेर्यो भनेदेखि आफ्नै स्वरूपमा मानिसलाई बनाएका कुरा हामी फेरि त्यो आफ्नै स्वरूपमा बनाउनु भएका आदमलाई मस्त निन्द्रामा जुन स्थानमा म बसेका थिएँ त्यो ठाउँमा गएर मेरै कुटुम्बबाट तैँले मेरो छोरोको लागि एउटा के अरे बुहारी तैँले ल्याउनु पर्छ भनेर चाहिँ उहाँलाई जुन अब्राहमले त्यो प्रतिज्ञा गरेका थिए अथवा जुन के अरे सल्लाह दिनुभएका थिए। अनि त्यो कुरालाई हेर्दाखेरि आज विवाह भन्ने कुरा त्यतिकै हुँदैन। म तपाईँहरूलाई के भन्न चाहन्छु भनेदेखि अब्राहमले जुन कुरा किन भन्नुभयो यदि के अरे विश्वास गर्ने र नगर्नेमा अलिकति रहन सहनमा फरक पर्छ। त्यसले गर्दाखेरि जुन विश्वासी मानियोस् भनेको छ किनकि तपाईँको त्यो एउटै हालमा जस्तै रागा र जुन बोकालाई तपाईँको त्यो जुवामा लगाइदियो भनेदेखि त्यो मिल्दैन। त्यो भएको कारणले गर्दाखेरि अब्राहमले भन्नुभयो कि अब मेरै जुन गयो भनेदेखि आरतिर हेऱ्यो भनेदेखि किनकि जुन प्रेम कसैले पनि कुनै पनि कुरा भन्दा प्रेम चाहिँ एकदमै ठुलो कुरा त्यहाँनिर चाहिँ हामी थाहा पाउँदछौँ। त्यो भएको हुन्छ हामी ताली बजाएर हाम्रो आदरणीय गुरुजीलाई धन्यवाद दिन्छौँ। र अब हामी ढिलो नगरिकन आज हाम्रो माझमा एकदमै सुन्दर वचन आज आइरहन्छ है। किनभने आज लालझाडी गाउँपालिकाका रेभेन्यू पास्टर दाजु खर्च उहाँ हाम्रो माझमा अगाडि आइसक्नु भएको छ। हामी उहाँलाई स्वागत गर्दछौँ। साथसाथै उहाँको धर्मपत्नी आदरणीय पास्टरले भाउजूलाई पनि म अगाडि ल्याउन चाहन्छु। विवाह कार्यक्रममा हाम्रो दुला राजा दुलै रानी विभिन्न मण्डलीबाट पाल्नुभएका हाम्रा आदरणीय पास्टरजीहरू गुरुजनहरू यहाँ सहभागी हुने सम्पूर्णलाई म मेरो तर्फबाट मेरो परिवारको तर्फबाट र विजयकाली मण्डलीका तर्फबाट यहाँहरूलाई अभिवादन गर्न चाहन्छु। सबैजनालाई जय मसीह। पास्टर आदरणीय पास्टर गुरुजीज्यूलाई र साथै दुलाईका गार्जियनहरूलाई आज मौका उहाँहरूले दिनुभयो र जुन मौका मैले पाएको छु र आज हामी जुन पवित्र विवाह हुन जाँदैछन् र त्यसैले यो पवित्र विवाहमा उपस्थित भएका सहभागी भएका आज म भन्न चाहन्छु हामी सबैजना उहाँहरूको यो पवित्र विवाहमा साक्षी बन्नका लागि हामी यहाँ यी दुवैजनालाई विवाहको सूत्रमा बाँध्नलाई रोक्ने कुनै पनि प्रकारका त्यस्ता बाधा अर्जन कारणहरू छ भने आज नै यहाँहरूले भन्नुपर्नेछन् भन्ने आउँछ। हाम्रो उभ्याउँछ उहाँहरूको पनि विवाह नहुने त्यस्ता केही कुराहरू छ भने मैले अब यो दुलाईलाई सोध्नुपर्छ। मैले अब म आजको दुलालाई भन्न चाहन्छु र दुलाईलाई पनि अब दुवैजना विवाहको निम्ति तयार भई विवाहको बन्धनमा बाँध्नको निम्ति आउनु भएको छ। अन्यथा न्यायको दिनमा तपाईँ दुवैजनाले परमेश्वरलाई जवाब दिनुपर्ने छ। यदि तपाईँ दुईजनाको
बीचमा त्यस्तो कुनै कारण छ भने अहिले नै स्वीकार गर्नुपर्नेछ। भाइ राजेश राणा, तपाईसँग बतासो राणासँग विवाह गर्ने नमिल्ने केही कारणहरू छ कि? छैन। बाबुले भन्नुभयो छैन। यसै गरी म बतासो राणा आजको दुलै रानीलाई पनि यही सोध्न चाहन्छु, आजको दुला राजेश राणासँग विवाह हुन नमिल्ने तपाईसँग केही कारणहरू छ कि? छैन। दुवैजनाले छैन भन्नुभएको छ। एकजना म यहाँ उभिन लगाउँछु, दुला आउनुहोस्, दुलैको गार्जियन पनि उभिनुहोस्, आमा पनि हुनुहुन्छ। आमा काम बिर्सिन जानुभएको छ। आमा र बुबा दुवैजनाको अधिकार बुवाले ल्याउनु भएको हात समातेर मेरो छोरालाई खुसी पार्न सक्ने, सन्तुष्टि तुल्याउन सक्ने असल कार्यहरू, असल चिजहरू तपाईहरुसँग छ रे, त्यसकारण दिनुहोस् भनेर चाहिँ यहाँहरूले माग्नु पर्नेछ। अनि त्यसै गरिकन दुलाईको आमा बुवाले पनि अहिलेसम्म मैले हुर्काए छोरीको बुवा आउनुहोस्। मैले भनेको जस्तै उहाँहरूले अहिले ताली बजाइदिउँ। यसलाई भन्छ कन्यादान। कन्यादान आमाहरूलाई अब तपाईँले छोडिदिनुहोस्, आफ्नो ठाउँमा गएर चाहिँ बस्नु होला। म दुलालाई भन्न चाहन्छु, आजको दुला बाबु राजेश राणा, तपाईले आफूमाथि पवित्र अटोट पवित्र शपथ आनन्द जिम्मेवारी लिन लाग्नु भएको छ। तपाईले छान्नु भएकी तपाईको घरकी रानी बन्न लागेकी स्त्रीले यसरी प्रदर्शन गरेकी छिन्, तपाईसँग जीवनका आनन्द सुख र दुःखहरू बाँड्नका लागि तिनले आफ्ना मैतीको माया साथी सङ्गी र आफन्त इष्ट मित्रहरूलाई छोड्न लागेकी छिन्। आजको दुलै रानी बतासो राणा, तपाईले पाउने गहन जिम्मेवारी वहन गर्नुपर्नेछ, जसले तपाईसँग विवाह गर्न लाग्नु भएको छ। उहाँले तपाईबाट अपेक्षा राख्नुहुनेछ, त्यसैले तपाईको मुस्कान उहाँको निम्ति मधुर सङ्गीत, बोली वचन स्वादिष्ट मिठो भोजन बन्नेछ। तपाईको ओठहरूबाट उनको निम्ति विश्वास योग्य सल्लाहकार र तपाईका प्रार्थनाहरू स्वर्गको न्यायालयमा उनको निम्ति अति सक्षम वकिल हुनेछ। तपाईको हुनेवाला पतिले सोचेका निर्णयहरू यहाँले प्रदर्शन गरेको छ। आज म यतिखेर दुलालाई तपाईले यस क्रिस्चियन विवाहका सौभाग्य र जिम्मेवारीलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको जीवनका साथ जिउनको लागि जीवन जिउनको लागि यो क्रिस्चियन विधि अनुसार आफ्नो विवाहित धर्मपत्नी बनाउनको लागि आज तपाईसँग उभिनु भएका दुलै रानी बतासो राणालाई लिनमा के तपाईँ तयार हुनुहुन्छ? तयार छु। तयार छु। तपाईले यस स्त्रीलाई आफ्नो एकमात्र जीवन साथी मानी वास्तव माया
दिन सक्नुहुन्छ? सक्छु। तयार हुनुहुन्छ? तयार छु। यिनलाई कष्टको बेलामा, दुःखको बेलामा, चिन्ताको बेलामा तपाईले यिनलाई वास्ता गर्ने, माया देखाउने, सादा गर्ने, सुरक्षा गर्ने कुरामा के तपाईँ तयार हुनुहुन्छ? तयार छु। सुरक्षा दिन सक्नुहुन्छ? सक्छु। मृत्युले नछुटाएसम्म यिनको मात्र वास्ता हेरचाह गर्ने र जिम्मेवारी लिने कार्यमा के तयार हुनुहुन्छ? तयार छु। जिम्मेवारी लिन सक्नु राम्रो। तिमीले यस क्रिस्चियन विवाहका सौभाग्य र जिम्मेवारीहरूलाई पूर्ण रूपमा बुझ्नु भएपछि विवाहको पवित्र जीवनमा एकसाथ जिउनको लागि यो क्रिस्चियन विधि अनुसार यी मानिसलाई अथवा आजको दुल्हालाई आफ्नो विवाहित पति बनाउनमा तयार हुनुहुन्छ? तयार छु। उहाँले तयार छु भन्नुभएको आदर, इज्जत दिएर प्रेम वास्ता गर्ने कार्यमा तपाईँ सक्नुहुन्छ? तयार हुनुहुन्छ? तयार छु। यिनलाई दुःखको बेलामा अप्ठ्यारो परेको बेलामा यिनलाई चाहिँ निराश भएको बेलामा तपाईले सान्त्वना दिन सक्नुहुन्छ? तपाईले आफ्नो जीवन उहाँलाई सुम्पेर खुसी पार्ने कार्यमा के तपाईँ तयार हुनुहुन्छ? तयार छु। तपाईँ तयार हुनुहुन्छ? तयार छु। यिनको हरेक कुरामा चाहिँ खुसी दिनका लागि तपाईले जिम्मेवारी लिन सक्नुहुन्छ? हामी बहिनीको जवाब सकारात्मक आएको छ। हामी ताली बजाइदिउँ। उहाँले आफ्नो शब्द म आजको दुल्हा राजेश राणाले तिमीलाई विवाहित धर्मपत्नी हुनका लागि लिन्छु। यस दिनदेखि उसो अब असलको निम्ति सुखमा दुःखमा चिन्तामा फिक्रीमा रोगी अवस्थामा निरोगी अवस्थामा पुगपुगमा घटीकमीमा प्रशस्तमा धनी भएको अवस्थामा गरिबी भएको अवस्थामा स्वास्थ्य अस्वस्थ अवस्थामा तिमीसँग जीवन बिताउनेछु। म तिमीलाई जीवनभरि खुसी दिनेछु। तिम्रो खुसीको लागि म सधैँ परिश्रम गरिरहने छु। तिमीलाई सधैँ सुख शान्ति सुरक्षा दिइरहनेछु। तिम्रो आमा बुवा गार्जियन आफन्त सबैलाई आदर इज्जत दिएर तिमीलाई खुसी पार्नेछु र मृत्युसम्म प्रेम वास्ता आदर गर्नेछु। सधैँ प्रसन्न हुनेछु। साथै त्यस बेलासम्म माया गरी भरपूर सन्तुष्टि दिने प्रतिज्ञा गर्दछु। परमेश्वरको पवित्र विधि अनुसार यो करार बाँधेको छु। ताली बजाइदिनुहोस्। एकैछिन दुल्हा अहिले हात कसले समारेको थियो? दुल्हाले कि दुलहीले? ए दुल्हाले समातेको छ। मार्नुपर्ने छ। अब कसले समात्दैछ? दुलहीले समात्छ। बतासो राणाले तपाईँ
राजेश राणालाई विवाहित पति हुनको लागि लिन्छु। यस दिनदेखि उसो अब असलको निम्ति खराबको निम्ति सुखमा दुःखमा चिन्तामा फिक्रीमा रोग बिमारमा घटी कमीमा अपुगमा प्रशस्तमा धनी भएको अवस्थामा गरिबी भएको अवस्थामा स्वास्थ्यको अवस्थामा अस्वास्थ्यको अवस्थामा तपाईसँगै जीवन बिताउने छु। म तपाईलाई आजदेखि मेरो पति बनाउनको लागि लिनेछु। म सधैँभरि तपाईको आज्ञा पालन गरेर तपाईको अधीनमा रहनेछु। तपाईलाई सधैँ माया प्रेम दिएर भरपुरी सन्तुष्टि दिने कार्य म गर्नेछु। तपाईको आफन्त नातेदार आमा बुवालाई म आफ्नो आमा बुवा आफन्त नातेदार यहाँहरूले ल्याउनु भएको छ र के ल्याउनु भएको छ यहाँ ल्याइदिनु होला। तपाईं परमेश्वरको योजना यो विवाह चाहिँ तपाईको योजना भएको हुनाले तपाईको इच्छा अनुसारको कार्यक्रम यहाँ हुँदैछन् र यहाँ शपथ खाएका छन् करार बाँधेका छन् दुला दुलैले। त्यसकारण यही शपथ र करारलाई परिपक्व बनाउनलाई प्रतिबद्धता जनाउनलाई यो औँठी ल्याउनु भएको छ। दुवैजनाले यहाँहरूले ल्याउनु भएको औँठीमा तपाईको आशीर्वाद राखिदिनुहोस्। आशीर्वाद तपाई प्रभुको वचनमा हामी थाहा गर्छौं परम प्रभुको आशीषले धन मान आदर इज्जत सम्मान सुरक्षा सबै कुरो ल्याउँछ। त्यसकारण तपाईको आशीष यो औँठीमा राखिदिनुहोस् ताकि प्रभु यो औँठी लगाइसकेपछि जब जब प्रभु यी दुई व्यक्तिको जीवनमा असमझदारी कुराहरू आउँदछन् ती असमझदारी कुराहरूलाई हटाउने एउटा मध्यस्थता यो प्रभु औँठी बन्न सकेको छ। यो औँठीबाट तपाईको नजिकतामा यी दुवैजना आउन सकेको होस्। आमेन आमेन। छान्नुस् यही हो। मलाई यस चिन्हको साथ म तिमीलाई विवाह गर्छु। मेरो सबै संसारिक भौतिक सम्पत्ति तिमीलाई दिन्छु र यो औँठीद्वारा पिता परमेश्वर पुत्र परमेश्वर पवित्र आत्मा परमेश्वर को नाउँमा यतिका साक्षीहरूको बीचमा म तिमीसँग विवाह गर्दछु। ताक्दै गर्नुहोस् भन्दै गर्नु न भित्र पसन्दै टुप्पामा तागिराखेको छ कि यो त भन्दै गर्ने लगाउँदै गर्नुपर्ने हुन्छ कि पनि आफ्नो बदोस्ता राणाले यस चिन्हको साथ म तपाईं राजेश राणासँग विवाह गर्छु। तपाईको सुख दुःखमा पनि आज्ञाकारी भएर तपाईको हेरचाह गर्नेछु। तपाईको सधैँ वास्ता ख्याल राख्नेछु। सधैँ असल पत्नी भएर तपाईसँग जीवन बिताउनेछु भनी यो औँठीद्वारा
पिता परमेश्वर पुत्र परमेश्वर पवित्र आत्माको नाउँमा यतिका साक्षीहरूको बीचमा म तपाईसँग विवाह गर्दछु। ताली बजाइदियो। उहाँले लगाउँदै गर्नेछ, ताली बजाउँदै गर्नेछ। अब पारेर त्यही भाषा। अब हामी यतिखेर चाहिँ मलाई दिनुपर्ने अरू के छ? मैं छाँव बन जावा तेरी खुशियों के खातिर मैं सारे जग से लड़ जावा। है मेरी यही आरज़ू कि तेरा ही मैं साथ दूं, तेरा बन के रहूं सदा मैं परछावा। तू मेरी हीर में तेरा रांझा, करता हूँ मैं तुझसे ये वादा, तेरे बगैर ना कोई दूजा सोनिए। तू मेरी हीर में तेरा रांझा, चाहूँ तुझे मैं खुद से भी ज्यादा, मैं एक प्यासा तू नीर बन जा सोनिए। आशीषमा प्रवेश गरेर उहाँले चाहिँ काम गर्नु भएको थियो। त्यसकारणले उहाँको इच्छालाई पूरा गरिदिनको लागि, उहाँको भविष्य असल गर्नको लागि प्रभुसँग हामी आशीर्वाद माग्छौँ। उहाँलाई अब यो कुरो भएको छ। अब यहाँ सबैजना घर टेक्नुहुनेछ, हाम्रो ठाउँमा घर टेकेर बस्नुहुनेछन् अनि हामी त्यसपछि हामी भाइको हैसियतले म पास्टरजीलाई नै लास्टमा चाहिँ आशीर्वादको अगुवाई गर्नलाई उहाँलाई अनुरोध गर्न चाहन्छु। आउनुहोस् हामी प्रार्थना गरौँ। हालेलुया हालेलुया हालेलुया। महान परमेश्वर, जिउँदो प्रभु परमेश्वर, सर्वशक्तिमान प्रभु परमेश्वर, हालेलुया। तपाईँ सबै कुराको मालिक हुनुहुन्छ, सबै कुरोलाई जान्ने प्रभु, सबै प्रकारको खाँचो आवश्यकतालाई पुरा गर्नलाई परमेश्वर। आज यो समय आज बाबु राजेशलाई, नानी बदासुलाई जीवनको साथी बन्नलाई, एकअर्काको साथ दिनलाई, सहयोग गर्नलाई, खुसी पार्नलाई, सन्तुष्टि दिनलाई यहाँहरूले आज विवाहको बन्धनमा बाँधिन आउनु भएको छ। हे परमेश्वर, तपाईले आदम हव्वालाई आशीर्वाद दिनुभयो, तपाईले आशीर्वाद आज यी प्रियहरूको जीवनमा दिनुहोस् प्रभु। यो भाइ बहिनीको जीवनमा बाँधिन आएका नवदम्पतिलाई तपाईको आशीर्वाद राखिदिनुहोस्, यिनीहरूको जीवन असल जीवन बन्न सकेको होस्, यिनीहरूको पारिवारिक जीवन, पारिवारिक कार्य असल प्रकारले चलाउन सकेको होस्। रक्त चलाउने मालिक हुनुहुन्छ। यो दुला दुलै भनेको रक्तको दुई पाङ्ग्रा हुन्, दुवै पाङ्ग्रा असल हुनुपर्दछ चलाउनलाई, सजिलो हुनलाई। हे परमेश्वर, तपाईँ प्रभुले असल जोडीहरू बनाउनुहोस्, असल छोरी बनाउनुहोस्, अभिषेक दिनुहोस्, फुल्दै फल्दै वृद्धि हुँदै जान दिनुहोस्। जो प्रभु येशू, हालेलुया हालेलुया। स्वर्ग अनि पृथ्वीका परम प्रभु परमेश्वर पिता, आज यो समय फेरि तपाईलाई धन्यवाद दिन चाहन्छु प्रभु। साँच्चै नै जुन तपाईको इच्छा र योजना अनुसारका विवाह आज यी राजेश र बदासुलाई जुन तोकेकै समयमा हुनको लागि तपाईले मद्दत गर्नुभएको निम्ति तपाईलाई धन्यवाद दिन चाहन्छु प्रभु।
हे महान परमेश्वर, यी तपाईका छोराछोरीलाई तपाईको चरणमा राख्न चाहन्छु। विशेष गरी हे महान परमेश्वर, यहाँहरूलाई जसरी आजको दिनसम्म पवित्रतामा रहनुको लागि, जिउनुको लागि तपाईले सहायता मद्दत गर्नुभयो, त्यसरी नै यो विवाहमा बाँधिसकेर फेरि पुनः आउने दिनहरूमा हुनुको लागि, चल्नुको लागि तपाईका छोराछोरीलाई म तपाईको हातमा राख्न चाहन्छु। हे महान परमेश्वर, साँच्चै जसरी तपाईले अब्राहमलाई जुन बलुवासरी तिम्रो सन्तान हुनेछन् भन्ने तपाईले आशिष दिनुभएका थिए, त्यसरी नै आज जुन राजेश र बदासोलाई पनि प्रभु आउने दिनहरूमा प्रभु तपाईले त्यही आशिष आफ्ना जनहरूलाई तपाईले दिनुहोस्। फल्दै फुल्दा अगाडि बढ्नुको लागि प्रभु त्यो सामर्थ्य तपाईले दिनुहोस् भन्ने तपाईसँग प्रार्थना गर्न चाहन्छु। हे महान परमेश्वर, यी वैवाहिक जीवन बाँधिसकेपछि हरेक प्रकारका बाधा अवरोधहरू आउन सक्छन्। ती कुरालाई दुवैजना मिलेर परमेश्वरको जुन साक्षी राखेर ती कुराहरूलाई हटाउन सक्ने, निकाल्न सक्ने, अनि आज जुन वैवाहिक जीवनमा बाँधेका करारलाई जुन सम्झिन सक्ने, त्यो जुन कुराहरूलाई प्रभु साँच्चै नै साक्षी राख्न सक्ने छोरा र छोरी तपाईले बनाउनुहोस् भन्ने तपाईसँग प्रार्थना गर्न चाहन्छु। प्रभु हरेक शैतानका विभिन्न प्रकारका बाधा अवरोधहरूलाई प्रभु तपाईले निकाल्नको लागि आज यी जुन बाँधिएका करारलाई सम्झिन सक्ने, वचनलाई सम्झिन सक्ने दुवैजनालाई त्यो प्रकारका सामर्थ्य तपाईले दिनुहोस् र इमानदार, सक्षम, योग्य छोराछोरी भएर अगाडि बढ्नुको लागि प्रभु तपाईसँग प्रार्थना गर्न चाहन्छु। प्रभु जुन राजेश बाबुले बदासोको बुवा आमालाई आफ्नो बुवा आमा हुन सक्ने के अरे त्यो जुन मन विचार त्यस्तो प्रकारका तपाईले हाल्नुहोस्, अनि बदासोले आफ्नो जुन राजेशको बुवा आमालाई मेरै बुवा आमा हुन् भन्ने त्यो विचारहरू प्रभु दुवैजनालाई तपाईले राखिसार्नुहोस् भन्ने तपाईसँग प्रार्थना गर्न चाहन्छु। प्रभु यहाँहरूलाई प्रभु तपाईँको हातमा राख्न चाहन्छु। प्रभु दुवै घर परिवारका सम्पूर्ण परिवारहरूलाई पनि तपाईँले आशिष दिनुहोस् भनिकन तपाईँसँग प्रार्थना गर्न चाहन्छु। प्रभु हरेक कुरामा सफलता, सहायता, मद्दत तपाईँले दिनुहोस् भन्दै आशिष माग्छ। यतिखेर म यो स्थानीय मण्डलीका आदरणीय यतिखेर यसै गर्ने म 2037-1981 विवाह प्रमाणपत्र श्री जगत राणा र हेमवती राणाका सुपुत्र पूर्णवास 2 अमरिया बस्ने वर्ष 30 का विजयकाले अनुग्रह मण्डलीका सदस्य श्री राजेश राणा को श्री बेजी राणा र प्रेमपति राणा की सुपुत्री पूर्णवास 2 अमरिया बस्ने वर्ष 36 की दुलाको बुवाको दस्तखत, दुलाईको बुवाको दस्तखत अनि यहाँको साइड पास्टरको दस्तखत दुई साक्षीको रूपमा रहेको छ र यहाँले भोलि कतै आफ्नो मनोमानी प्रकारले परमेश्वरको वचन विपरीत कार्यहरू गर्न पुगेकोमा यसले प्रमाण गर्नेछन्। यसले यिनीहरूलाई त्यस ठाउँमा जान दिने छैनन्। परमेश्वरले यहाँलाई यो कार्यबाट आशिष दिन दिएको होस्। म यो प्रमाणपत्र दिन्छु, दुला दुलाईले लिनुहुनेछ। अब त यो माला चाहिँ दुलाईको बुवा, दुलाको बुवामा आउनुहुनेछन्। अब आजको दिनबाट चाहिँ
यो दुईजना दुई होइन एक हुनेछ भनेर चाहिँ प्रतिज्ञाको साथ यो माला लगाउनेछन्। यीशु ख्रिस्ट को अनुग्रह परमेश्वर पिता को प्रेम पवित्र आत्मा को संगति इस दुल्हा दुल्हरा इस ठाउँ भएका सबैसँग रहिरहँ। यीशु प्रभुको नाममा आमेन। धीरे से ये चेक ले
Vale.